आम निर्वाचनमा डिब्याकल भइसकेपछि सेटब्याक भइसकेपछि काङ्ग्रेसका नवनिर्वाचित सभापति विशेष अधिवेशनले अनुमोदन गरेका सभापति गगन थापाले राजीनामा गर्नुपर्ने कि नपर्ने आम चासोको विषय भएको छ। गगन थापा उहाँ नेपाली काङ्ग्रेस पार्टी प्रश्नहरूको पार्टी हो, दास र लासहरूको पार्टी होइन भनेर आएको। कवि र बालेनको मिलतीपछि मात्रै काङ्ग्रेसको पुसको अन्तिम हप्ता विशेष अधिवेशन भयो र विशेष अधिवेशनमा काङ्ग्रेसको सबै पक्ष, जसरी 14 सालको विशेष अधिवेशनमा काङ्ग्रेसको सबै पक्ष सहभागी भएका थिए, काङ्ग्रेसको विशेष अधिवेशनमा शेरबहादुर देउवाको पक्ष, कार्यवाहक सभापति पुनर खड्काको पक्ष र शेखर कोइरालाको पक्ष उपस्थित भएनन्। तर पार्टी विधान अनुसारको आवश्यक पर्ने कार्यकर्ताहरू नेताहरू हलमा हुनुहुन्थ्यो र त्यसले निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्यो। आज हामी यो भाद्र 23 र 24 को जेनजी उथुलपुथल भन्ने गरेको छु। मैले त्यसलाई आन्दोलन पनि भनेको छैन, क्रान्ति पनि भनेको छैन। उथुलपुथुल पछि यो पोलिटिकल साइन्सको भाषा अपिबल भन्छ। यो उथुलपुथुल पछि फागुन 21 गते निर्वाचन घोषित भयो। उथुलपुथुल किन भनेको भन्दाखेरि त्यसले एउटा संविधानको प्यारामिटर भन्दा बाहिरबाट सरकारलाई डिस्ट्रक्ट गर्यो, सरकार विघटित भयो, संसद विघटित भयो र यो संविधान पनि ट्र्याकमा रहन्छ कि रहँदैन भन्ने क्वेसन थियो। र संविधानलाई ट्र्याकमा राख्नको लागि यो संविधानका निर्माता शक्तिहरूले चाहिँ संविधानलाई ट्र्याकमा राख्नुपर्छ भनेर यो फागुन 21 को निर्वाचनलाई स्वीकार गरेर निर्वाचनमा गएको अवस्था हो। यसमा यो छोटकरीमा कुरा राख्दाखेरि यो जुन इलेक्सनको जुन कन्टेक्स्ट हो, नेपाली काङ्ग्रेसले जहिले पनि निर्वाचनको सामना गर्दाखेरि अथवा दुनियाँभरिको निर्वाचनको इतिहास, आन्दोलन र क्रान्ति अथवा उथुलपुथुल पछिको निर्वाचनको सन्दर्भ भनेको, जस्तो नेपालमा 2007 सालको क्रान्तिपछि त्यसको पहिलो आम निर्वाचन भयो 2015 सालमा। नगर निर्वाचन चाहिँ 10-11 सालमा भएको थियो नगर निर्वाचन है। त्यति बेला काङ्ग्रेस चाहिँ सेकेन्ड भएको थियो, फर्स्ट भएको थिएन बिपी कोइराला नेतृत्वमा पनि, टु मेक इट करेक्ट है। इतिहास पल्टाएर हेर्दा हुन्छ। अनि त्यो बाहेक 46 पछिको मुभमेन्टमा त्यो आन्दोलन पछिको नेतृत्वदायी शक्ति काङ्ग्रेस फर्स्ट भयो, अर्को शक्ति चाहिँ सेकेन्ड भएको थियो। त्यसै गरी अनि 64 को मुभमेन्ट पछि दुईटा नेतृत्वदायी शक्ति थिए, 7 दल र माओवादी। त्यसमा चाहिँ माओवादी प्रथम भयो र बाँकी स्पेस चाहिँ 7 दलले पाए। मधेसमा क्षेत्रीय दलको उदय भयो शक्तिशाली रूपमा। र त्यसै गरी त्यसपछि एउटा ठुलो मुभमेन्ट पछिको निर्वाचन यो थियो भनेको यो निर्वाचन 51 सालको निर्वाचन जस्तो, 56 सालको निर्वाचन जस्तो अथवा 69 सालको जस्तो अथवा 74 सालको जस्तो रेगुलर टाइमको निर्वाचन होइन। यो क्रान्ति लगत्तै उथलपुथल लगत्तैको निर्वाचन हो। र उथलपुथल लगत्तैको निर्वाचनको चाहिँ रेकर्ड के हुन्छ भन्दाखेरि त्यसले जनताले त्यो उथलपुथलको नेतृत्व गरेको, क्रान्तिको नेतृत्व गरेको शक्तिलाई चाहिँ अनुमोदित गरेको रेकर्ड छ। र नेपालमा त्यो उथलपुथलको नेतृत्व गरेको शक्तिलाई, त्यो दावा गरेको शक्तिलाई, त्यसमा फेरि त्यो भाद्र 23 र 24 गतिको मुभमेन्ट सबै काङ्ग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी सबै खिलाफमा भएको थियो। त्यो कुरा बिर्सनु हुँदैन, किनकि त्यो त जेनजी युवाहरूले गरेको आह्वान थियो नि त, राष्ट्रपाले गरेको आह्वान त थिएन नि त। त्यो भएर तर राष्ट्रपा वाज लकी कि त्यसले त्यसको वारेस प्राप्त व्यक्ति काठमाडौँ महानगरको मेयर बालेन शाहलाई आफूमा लिएर आयो, आफूमा समेट्यो र आफूले नयाँपनको दावा गरेर जनतामाझ गयो। र काङ्ग्रेसमा पनि के कुरा उठेको थियो भन्दाखेरि काङ्ग्रेसले यो भाद्र 23 र 24 ऐको नेपाल अलग हो र त्यसपछिको नेपाल अलग हो। काङ्ग्रेस बदलले मात्र निर्वाचनको सामना गर्नुपर्छ, होइन भने जनताले काङ्ग्रेसलाई दण्डित गर्छन्। मैले यो दुईटा कुरा, एउटा चाहिँ आन्दोलन लगत्तैको सरकार बन्ने कुरा, आन्दोलन लगत्तैको निर्वाचन भनेको आन्दोलनकै निरन्तरता हुन्छ। र त्यो बाहेक नेपालको यो निर्वाचनको इतिहासमा कुनै पनि दल ब्याक टु ब्याक फर्स्ट पार्टी भएको छैन। काङ्ग्रेस 79 मा फर्स्ट भएको थियो, 82 या 84 मा फर्स्ट हुने कुरा इतिहासलाई गलत सिद्ध गर्नु पर्थ्यो। त्यो कुरा काङ्ग्रेस इतिहासकारका भनेको यो देशको इतिहासको बारेमा राम्रो जानकार भएको भएर काङ्ग्रेसका श्रद्धेय नेताहरू पनि त्यो कुराको जानकार हुनुहुन्थ्यो। यो दुईटा कुराको दबाब थियो काङ्ग्रेसलाई। एउटा आन्दोलनको वारेस कसले लिने, काङ्ग्रेसले दावा गर्यो हामी बदलिएर आयौँ, सुध्रिएर आयौँ र विशेष मान्छेबाट बदलिएर आएको दावा गर्यो काङ्ग्रेसले। र चाहिँ त्यो आन्दोलनको वारेस जेनजीको पछि जुन एउटा सहमति भयो जेनजी युवाहरू र सरकारका बीच, सुशीला कार्कीको सरकारको बीच, त्यसले दलको बारेमा, दलको लोकतान्त्रिकको बारेमा धेरै कुरा बोलेको छ, ज्यादा कुरा बोलेको छ। र त्यसको तहतमा बदलिएर आएको चाहिँ काङ्ग्रेस मात्रै भनेर काङ्ग्रेसको दावा थियो। काङ्ग्रेस त गरेको पनि हो, तर काङ्ग्रेसले त्यो च्यान्स यति ढिला गर्यो कि पुसको पहिलो हप्ता रवि जेलबाट निस्किने कुरा, दोस्रो हप्ता
अबकी बार गगन सरकार म आउँदैछु त्यो त असफल भयो नि त त्यो त फुलफिल हुन सकेन नि। म आउँदैछु। र त्यसपछि मात्रै रवि र बालेनको मिलतीपछि मात्रै काङ्ग्रेसको पुसको अन्तिम हप्ता विशेष अधिवेशन भयो र विशेष अधिवेशनमा काङ्ग्रेसको सबै पक्ष जसरी 14 सालको विशेष अधिवेशनमा काङ्ग्रेसको सबै पक्ष सहभागी भएका थिए, काङ्ग्रेसको विशेष अधिवेशनमा शेरबहादुर देउवाको पक्ष, कार्यवाहक सभापति पुनर खड्काको पक्ष र शेखर कोइरालाको पक्ष उपस्थित भएनन्। तर पार्टी विधान अनुसारको आवश्यक पर्ने कार्यकर्ताहरू नेताहरू हलमा हुनुहुन्थ्यो र त्यसले निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्यो। निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्दा गर्दै पनि सर्वोच्चमा अहिले पनि मुद्दा विचाराधीन छ। काङ्ग्रेस त्यस्तो अवस्थामा निर्वाचनमा गएको थियो। काङ्ग्रेसले आफू बदलिएको कुरा जनतालाई चाहिँ कार्यकर्तालाई बुझाउँदै थियो, पार्टी एग्रिका बनिसकेको थिएन र जनतामा चाहिँ त्यो सन्देश पुर्याउन काङ्ग्रेससँग चाहिँ समय छोटो भयो। माघ 1 गते गगन थापा नेतृत्वको काङ्ग्रेस अनुमोदित भयो कार्यकर्ताहरूबाट, विशेष अधिवेशन सम्पन्न भयो। 6 गते नोमिनेसन थियो, 21 फागुन 21 गतेको 50 दिनको अन्तरमा यो सबै कार्य गर्नुपर्ने थियो। काङ्ग्रेस वाज रनिङ आउट अफ टाइम र त्यसमा चाहिँ काङ्ग्रेसले आफ्नो सन्देश प्रसारित गर्न सकेन। त्यो सबैका बावजुद काङ्ग्रेसले जहिले पनि आफू जित्ने हार्ने भन्दा पनि देशको डेमोक्रेटिक सिस्टम र कन्स्टिट्युसन ट्र्याकमा रह्यो भने हामीले एउटा प्रतिपक्षमा रहेर पनि एउटा डेमोक्रेटिक स्पेसमा आफ्नो सत्तापक्ष स्पेस फेरि क्लेम गर्न सकिन्छ। जसरी 64 सालमा काङ्ग्रेस हार्ने जान्दा जान्दै पनि श्रद्धेय गिरिजाप्रसाद कोइरालाले निर्वाचन गराउनु भएको थियो पहिलो संविधान सभाको। त्यसै गरी 74 सालमा पनि दुई वाम मिलेपछि काङ्ग्रेस पत्ता साफ हुन्छ भने ग्यारेन्टी जस्तै थियो। त्यति बेला पनि श्रद्धेय शेरबहादुर देउवाले त्यति बेला निर्वाचन गराउनु भएको थियो। अहिले पनि काङ्ग्रेसलाई असहज अवस्था छ निर्वाचनमा जाने कुरा, तर हामीले निर्माण गरेको गणतान्त्रिक संविधानलाई ट्र्याकमा राख्ने कुरा मूल कुरा हो भनेर काङ्ग्रेस निर्वाचनमा गएको हो। र काङ्ग्रेसको जहिले पनि काङ्ग्रेस नेपाल इलेक्टोरल हिस्ट्रीमा सबभन्दा धेरै पटक जित्ने शक्ति पनि काङ्ग्रेस हो, धेरै पटक हार्ने शक्ति पनि काङ्ग्रेस, र धेरै पटक हार्दै गर्दा काङ्ग्रेस सेकेन्डबाट तेस्रो शक्ति भएको छैन। बिपी कोइरालाले भने जस्तै डेमोक्रेसीमा जति सत्ता पक्षको महत्त्व हुन्छ, सत्ता पक्षभन्दा ज्यादा जिम्मेदारी प्रतिपक्षको हुन्छ। प्रतिपक्षले भनेको आम जनताले निर्वाचनका माध्यमबाट काङ्ग्रेसलाई तिमीहरूले आफ्नो हाउस ठिक गर, तिमीहरू आफू सुध्रिएर आऊ, बदलिएर आऊ र एउटा प्रतिपक्षीय भूमिका पुरा गर भनेर अवसर दिएका छन्। काङ्ग्रेसले आफ्नो प्रतिपक्षीय भूमिका पुरा गर्छ र आजको सबभन्दा जल्दो बल्दो विषय आम निर्वाचनमा डिब्याकल भइसकेपछि, सेटब्याक भइसकेपछि काङ्ग्रेसका नवनिर्वाचित सभापति, विशेष अधिवेशनले अनुमोदन गरेका सभापति गगन थापाले राजीनामा गर्नुपर्ने कि नपर्ने आम चासोको विषय भएको छ। गगन थापा उहाँ नेपाली काङ्ग्रेस पार्टी प्रश्नहरूको पार्टी हो, दास र लासहरूको पार्टी होइन भनेर आएको र उहाँले म त्यहाँ आउँदैछु र जहिले पनि म सकिहाल्छु, म त्यहाँ आउँदैछु। सभापति कहाँ हुनुहुन्छ, के हुनुहुन्छ? सभापतिले आफूले तपाईँ हामी सबैले देख्न सक्छौँ कि रेस्टलेस 24 घण्टा अहोरात्र उहाँ 50-55 दिनसम्म एउटा मानिसले गर्न सक्ने भन्दा एउटा सामान्य मानिसले गर्न सक्ने ज्यादा मेहनत उहाँहरूले देखेको के अरे हामी सिङ्गो देशले देखेको छ होइन। उहाँ यो चुनावको परिणाम, यो पुरा परिणाम आउँदासम्म के सङ्केत हुन्छ, कस्तो हुन्छ त्यो बारेमा आफूले एउटा एक किसिमको अनुसन्धान गर्दै हुनुहुन्छ। देशभरिबाट कार्यकर्ता साथीबाट डाटा लिँदै हुनुहुन्छ। केन्द्रीय कार्य समितिको बैठक बस्ला, त्यसलाई उहाँले तयारी गरिराख्नु भएको छ। यसलाई हामीले अन्यथा रूपमा लिनु पर्दैन। र मैले अघि भनेको कुरा के भन्दाखेरि नेपाली काङ्ग्रेसको जुन एउटा अरूलाई प्रश्न गरेर आएको सभापति र त्यो प्रश्नको प्रतिमानमा उहाँ खरो उत्रने कि नउत्रने, मैले तपाईँलाई सुरुमै भने नगर निर्वाचनमा बिपी 7 सालको क्रान्तिपछि भएको निर्वाचनमा मातृका प्रसादको सरकारले गराएको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी त्यति बेला प्रजा परिषदभन्दा सानो शक्ति, कम्युनिस्टभन्दा सानो शक्ति भएको थियो। 11-12 साल कुरा थियो। तर 15 सालमा नेपाली काङ्ग्रेसले 2/3 प्राप्त गर्यो। बिपी कोइरालाको टाइममा पनि चुनावमा काङ्ग्रेस सेकेन्ड भएको थियो मात्रै भन्नु खोजेँ फेरि मैले तपाईँहरूलाई यो। र त्यस यता नेपाली काङ्ग्रेसको निर्वाचनमा पराजित भएपछि नेपाली काङ्ग्रेसको नेताले राजीनामा गरेको छ कि छैन, त्यो बारेमा काङ्ग्रेसको विधानले के भन्छ, त्यो कुरा म तपाईँहरूलाई राख्न चाहन्छु। 2048 सालमा काङ्ग्रेस फर्स्ट भयो, किशुनजी पराजित हुनुभयो। किशुनजीले पार्टीलाई बैतरणी पार गराएको भएर उहाँको राजीनामा जरुरी थिएन। तर 51 सालमा काङ्ग्रेस सेकेन्ड पार्टी हुँदा पनि किशुनजीले राजीनामा गर्नुभएको थिएन। त्यसै गरी 64 सालमा
पहिलो संविधान सभाको निर्वाचनमा सुशील कोइराला कार्यवाहक सभापति हुनुहुन्थ्यो, गिरिजाप्रसाद कोइराला सभापति हुनुहुन्थ्यो। कार्यवाहक सभापतिको हैसियतले सुशील कोइरालाले राजीनामा दिनुभएको थियो र सुशील कोइरालाको राजीनामालाई केन्द्रीय कार्य समितिले अस्वीकृत गरेको थियो। त्यसयता काङ्ग्रेसले 74मा निर्वाचन हारेको थियो, त्यति बेला शेरबहादुर देउवाले राजीनामा दिनुभएको थिएन। काङ्ग्रेसको इलेक्ट्रल हिस्ट्रीले यसरी भन्छ। र गगन थापाले राजीनामा गर्ने कि नगर्ने त नैतिकताको आधारमा उहाँले नैतिकता देखाउनुपर्छ भनेर म पनि व्यक्तिगत रूपमा यो राजनीति भनेको पार्टीको विधान मात्र मानेर अथवा देश संविधान मात्र पालना गरेर चल्दैन, त्योभन्दा माथि नैतिकताको कुरा हुन्छ। नैतिकता चाहिँ त्यो चाहिँ विधानमा लेखिँदैन, संविधानमा लेखिँदैन भन्ने मत रहेको व्यक्ति म हुँ र त्यही अनुसार मैले बोल्ने गरेको व्यक्तिगत रूपमा पनि। र यो दलहरूको आवधिक दलहरूको रिन्युअल दलहरूको नवीकरण गर्ने भनेको एउटा ट्रेन्ड के बस्यो भने दोस्रो विश्वयुद्ध पछि कि अहिले बेलायतमा अथवा तपाईँ जर्मनमा हेर्नुहोस् त जापानमा हेर्नुहोस् होइन के बस्यो भन्दाखेरि आम निर्वाचन लगत्तै अथवा आम निर्वाचन अगाडि नै म प्रधानमन्त्री छु र मेरो लोकप्रियता खसेको छ मलाई महसुस भयो, मैले चाहिँ पहिले राजीनामा गरेर अर्को नेतालाई मैले चाहिँ चान्स दिने गरेको पाइन्छ। र त्यसै गरी आम निर्वाचनपछि पार्टी फर्स्ट भएन अथवा सरकारमा सहभागी भएन भने लगत्तै अथवा 6 महिनाभित्र राजीनामा गरेको पाइन्छ। नेपाली काङ्ग्रेसको विधानले चाहिँ पार्टी प्रथम नभएमा होइन पार्टीको बहुमत नआएमा 2/3 नआएमा राजीनामा गर्न पर्छ भने लेखेको छैन। त्यो कुरा म तपाईँलाई प्रश्न भन्छु। पार्टी विधानले के भन्छ भनेको, तर पार्टी विधानले भनेको कुरा मात्रै पालना गर्दा हुँदैन भन्ने मतको मान्छे म हुँ। त्यो भएर अहिले गगन थापाले राजीनामा गर्ने कि नगर्ने भन्ने बारेमा उहाँको मनमा दुविधा भएको छ। उहाँले आत्ममन्थन पनि गर्नुभएको छ। उहाँले आफ्नो सिनियर मोस्ट कमरेड सहयात्री पार्टी उपसभापति विश्वप्रकाश शर्मासँग उहाँले परामर्श लिएको कुरा आएका छन्। म तपाईँलाई यो कुरा भन्छु कि जसरी बेलायतमा लेबर पार्टीको विधानमा के लेखिएको छ भन्दाखेरि इफ द पार्टी डजन्ट इन्टर्स इन्टु द गभर्मेन्ट इमिडिएटली आफ्टर द इलेक्सन देन द पोस्ट अफ द पार्टी लिडर विल टर्मिनेट विदिन 6 months। त्यहाँ पनि निर्वाचन भएको यदि आम निर्वाचन लगत्तै पार्टी सरकारमा सहभागी भएन भने 6 महिनाभित्र पार्टी सभापतिले नयाँ म्यान्डेट लिनुपर्छ, उहाँको पद खारेज हुन्छ भनेर भनेको छ। भनेको त्यहाँ पनि 6 महिनासम्म सोच्ने समय दिँदो रहेछ। यहाँ त यो अब आज भोलि बल्ल यो समानुपातिको गन्ती गरेर सकिँदैछ होइन। त्यही भएर फेरि गगन थापा नियमित त्यहाँ निर्वाचनमा पराजय भएको 6 महिनासम्म सोच्ने समय दिँदो रहेछ। र यहाँ हामीले विशेष महाधिवेशन गरेर सभापति भएको 2 महिना पुरा भएको छैन। त्यही भएर आम कार्यकर्ताको मुड पनि के देखिन्छ भन्दाखेरि गगन थापाले पार्टी बदल्छु भनेर यो शेरबहादुर देउवाको 10 वर्ष कार्यकाल मात्र होइन गिरिजाप्रसादको समयदेखि थुप्रिएको फोहोरलाई सफा गर्छु भनेर छिरेको गगन थापालाई 60 दिनले मात्रै त्यो न्याय गर्न सक्दैन। त्यही भएर कार्यकर्ताहरूले जुन काङ्ग्रेस बदल्ने अठोटले त्यो भारी बोकेर गगन थापा अगाडि बढेको र यहीँ छेउको भृति मण्डपमा कार्यकर्ताहरूले अनुमोदन गरेका हुन्, त्यसको समय बाँकी छ। उहाँले त्यसका लागि त्यो भारी अझै बोक्नुपर्छ। छाड्ने होइन, भाग्ने होइन, युद्ध मोर्चाबाट भाग्ने होइन, खुट्टा कमाउने होइन भन्ने देशभरिका आम कार्यकर्ताहरूको मत छ। मलाई पनि त्यस्तै खाले फोनहरू आएका छन् होइन, म्यासेजहरू आएका छन्, खबरदार गगन थापाको राजीनामा आउनु हुँदैन भन्ने किसिमको आएको छ। त्यसका बावजुद गगन थापाले पर्सनल लेभलमा राजीनामा दिन पाउने कि नपाउने उहाँले आफ्नो मोरल क्वेसन आफ्नो नैतिकताको निर्धारण उहाँ व्यक्तिगत रूपमा निर्धारण गर्ने हो कि भिडले निर्धारण गर्ने हो, कार्यकर्ताले निर्धारण गर्ने हो भन्ने बारेमा पार्टी विधानले के भन्छ चाहिँ पार्टी सभापतिले राजीनामा यो काङ्ग्रेस पार्टीको विधानको धारा 26ले केन्द्रीय सभापतिको राजीनामा के भन्छ भन्दाखेरि केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापति मार्फत केन्द्रीय कार्य समितिमा प्रस्तुत गर्नुपर्नेछ। यो त उहाँको निजी मामिला त होइन। राजीनामा गरेर उहाँले सन्यास लिन लागेको पनि होइन, उहाँले राजीनामा त दिन खोजेको, त्यो राजीनामा दिएर पनि स्वाट्टै उहाँ चाहिँ उम्किन मिल्दो रहेछ। उपसभापति मार्फत केन्द्रीय कार्य समितिमा प्रस्तुत गर्नुपर्ने रहेछ। त्यसपछि के हुन्छ, केन्द्रीय कार्य समितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछ र 6 महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गर्नेछ भनेर भनेको छ। केन्द्रीय कार्य समितिले राजीनामा स्वीकृत गरेमा त्यही भएर अब अहिले गगन थापाले आफ्नो मोरल कम्पास ठिकठाक राख्नलाई राजीनामा दिन सक्नुहुन्छ, त्यसलाई उहाँ फ्री हुनुहुन्छ। तर केन्द्रीय कार्य समितिले त्यो राजीनामा अस्वीकृत गर्ने अधिकार उसको हातमा छ। त्यही भएर त्यो दुईटाको बिचमा हामी अहिले रहेको अवस्था हो। बाँकी तपाईँको जिज्ञासा र अवस्था क्षेत्र छान्नुभयो, जुन तरिकाले उहाँले आफूलाई प्रस्तुत गर्नुभयो, पार्टीमा आफूलाई देखाउनु भयो,
त्यो सही थियो गलत थियो त्यो स्पष्ट पार्नु। गगन थापाको जहिले पनि काङ्ग्रेसका आम कार्यकर्ताहरूको जहिले पनि एउटा जिज्ञासा के थियो भन्दा मनमा के थियो भन्दाखेरि उहाँलाई लागेको कि हामीले मधेसमा 74 सालपछि कङ्ग्रेसले सबै ठाउँमा आफ्नो सिट लडेको छैन र मधेससँग काङ्ग्रेसको सम्बन्ध टुटेको छ। काङ्ग्रेसलाई जहिले पनि रिवार्ड गरेको काँध थापेको मधेसले हो। म मधेसमा गएर काङ्ग्रेसको मतभार बढाउँछु, संसदको सङ्ख्या बढाउँछु, त्यो जोड्ने सेतु बन्छु भनेर उहाँले जाने निर्णय गरेको कुनै लहरमा गरेको निर्णय थिएन, सुविचारित निर्णय थियो। तर यो जुन नयाँ कन्टेक्स्ट मधेसको पृष्ठभूमिका बालेन शाहले निर्वाचन लड्ने कुरा जुन थियो त्यो कन्टेक्स्ट नबुझिकन गएको हो कि भन्ने कुरो निर्वाचन परिणामले देखाएको छ। उहाँलाई मधेसमा गएर काठमाडौँभन्दा बाहिर पनि अन्यत्र पनि चुनाव लड्नुपर्छ भन्ने उहाँले सजिलोको लागि गएको होइन, असजिलो भन्ने जान्दै गएको, पार्टीले पार लगाउँछु भनेर गएको, त्यसरी किनकि उहाँले मधेसमा गएर चुनाव लड्ने कुरा उहाँले 2078-79को निर्वाचनमै उहाँले कोसिस गर्नुभएको थियो। तर सभापति भइसकेपछि 165 ठाउँमै र मधेसमा 32 सिट छन्, मधेस सङ्ख्याको हिसाबले दोस्रो ठुलो प्रदेश हो, त्यहाँबाट उभार ल्याउनुपर्छ भनेर उहाँ जानुभएको थियो। त्यसमा भने जस्तो सफलता नमिलेको। यो पार्टीमा अन्तर्घात भएको कुरा, यो अन्तर्घात भन्ने शब्द किशुनजी 2050 सालको उपनिर्वाचनमा मौनारीको देहान्तपछि किशुनजीले निर्वाचनमा भाग लिएपछि यो नेपाली राजनीतिमा सबैभन्दा चर्चित भएको शब्दावली हो। यसबारेमा हतारमा टिप्पणी गर्नुभन्दा पनि नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक गरेर सातै प्रदेश कार्य समितिको रिपोर्टहरू मागेर 70 जिल्लाका रिपोर्टहरू मागेपछि त्यसबारेमा विस्तृत रूपमा बोल्नु ठिक हुन्छ भन्ने मलाई लाग्छ। हामीले श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवालाई गलत तरिकाले अपदस्थ गरेको होइन, विधानको पालना गरेर उहाँलाई हटाइएको हो होइन। र त्यो नहटाएको भए काङ्ग्रेस जति मत आएको छ, काङ्ग्रेसको क्रियाशील सदस्य सङ्ख्या 8 लाखको दोबर 16 लाख हाराहारी भोट आएको छ। त्यो पनि भोट आउने अवस्था, क्रियाशील बराबर मात्रै भोट आउने रहेछ, त्यो नगरेको भए। त्यही भएर कङ्ग्रेसको आम कार्यकर्ताको मत के छ भन्दाखेरि यो विशेष अधिवेशन गरेको भएर हामीले जनताको सामना गऱ्यौँ, तर जनतालाई कुरा बुझाउन ढिला भएको रहेछ भन्ने चाहिँ काङ्ग्रेस कार्यकर्ताको मत छ। र त्यसपछि पनि निर्वाचित भएको केन्द्रीय कार्य समितिले शेरबहादुर देउवालाई अभिभावक मान्न तयार भएर टिकट वितरणमा पनि उहाँको पक्षलाई समाविष्ट गरेर नै प्रकाश शरण महतले होइन, त्यसपछि विमलेन्द्र निधिले, शेखर कोइरालाहरूले समेत गगन थापाकै हस्ताक्षरमा गएर चुनाव लड्नु भएको थियो। त्यसरी हेर्नुपर्छ प्लिज। तपाईँ अहिले यस्तो शर्मनाक हार काङ्ग्रेसले बेहोरेर एउटा तपाईँ यहाँ पार्टीको तर्फबाट एउटा साक्षात्कारमा आउनुभएको छ। तपाईँको यो टोटल जुन अहिले ब्रिफ गर्नुभयो त्यसबाट तपाईँलाई गगन थापाले पठाएर मेरो बारेमा चाहिँ राजीनामा गर्दिनँ भन्ने खालको क्लिक गर्दै भनेर पठाएको जस्तो टाइपले गर्नुभयो। त्यति बेला तपाईँले आफ्नो तपाईँकै आफ्नै पनि नैतिकताको आधारमा गगन थापाले राजीनामा गर्न सक्नुपर्छ भनेर भन्न सक्नुहुन्न? तपाईँ अथवा तपाईँले उहाँलाई सल्लाह दिन सक्नुहुन्न? उल्टै प्लिड गर्नुहुन्छ। अनि यो भएपछि तपाईँ के अवस्था होला त पार्टीको भन्ने? मैले फागुन 21 गते साँझबाट मत परिणामहरू आउने क्रम जारी भइसकेपछि मैले 23 गते दिउँसो मेरो फेसबुकमा एउटा प्रेस वक्तव्य प्रेस रिलिज जारी गरेको छु। र त्यसमा मैले अब काङ्ग्रेसभित्र आरोप प्रत्यारोप सुरु हुन्छ। आरोप प्रत्यारोप दुईवटा धारामा हुन्छ। एउटा कित्ताले विशेष महाधिवेशन गल्ती थियो, विशेष महाधिवेशन अगाडि बढ्नुपर्छ भन्छ, र अर्को धाराले विशेष महाधिवेशन उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुपर्छ भनेर भन्छ। त्यसका लागि पार्टी सभापतिले मार्ग प्रशस्त गर्नुपर्छ भनेर मैले वक्तव्य दिएको थिएँ। त्यो वक्तव्य धेरै ठाउँमा छापिएको पनि छ, प्रसारित पनि भएको छ, तपाईँले मेरो फेसबुकमा गएर पनि हेर्न सक्नुहुन्छ। त्यही भएर पार्टी सभापतिले मार्ग प्रशस्त गर्नुपर्छ भनेर हामी जस्तो कन्साइन्स स्पिकर, मैले मेरो कुरा राख्न आएको होइन, हामी जस्तो कन्साइन्स स्पिकरले त्यो अरूले के बोल्छ सभापतिसँग मेरो संवाद भयो कि भएन त्यो कुरा मूल कुरा होइन। तर एउटा डेमोक्रेटिक पार्टी जहाँ बोल्ने स्पेस छ, जहाँ राइट टु फ्रिडम छ, राइट टु स्पिक छ, त्यहाँ चाहिँ आफ्नो कुरा राख्नुपर्छ भनेर मैले यो चर्चा हुनुभन्दा पहिले मैले फागुन 23 गते नै राखेको छु। मैले अहिले राखेको कुरा नि त्यसैको निरन्तरता हो। तर फागुन 23 देखि आजका मितिसम्म जुन घटनाक्रमहरू भए, उहाँ र विश्वप्रकाश शर्माबीच हिजो जुन संवाद भयो, त्यसपछि जुन किसिमको कार्यकर्ताहरूको दबाब आएको छ कि उहाँले थर्काइराख्नु भएको छ। शङ्करजी, गगन थापाको राजीनामा आयो भने तपाईँ हाम्रो ठाउँमा आएर तपाईँ जय नेपाल गर्ने मान्छे हामी चाहिँ हुने छैनौँ।
भनेको त्यो किसिमको चेतावनीका सन्देशहरू आम कार्यकर्ता भनेको विशेष महाधिवेशनबाट निर्वाचित भएको लामो समय भएको छैन। तपाईँले भर्खर काम सुरु गर्दै हुनुहुन्छ। तपाईँ पूर्णकालीन नियमित मानिसले निर्वाचित गरेर सभापति होइन। त्यस कारणले तपाईँले यो पुरै भारी बोक्नु पर्दैन, तपाईँलाई त छुट छ भनेर कार्यकर्ताहरूले बोलेका कुरा हुन्। संसदमा काङ्ग्रेस अब धेरै सक्षम युवाहरू पनि आउनुभएको छ, सिनियरहरू पनि हुनुहुन्छ। समानुपातिकबाट पनि केही साथीहरू, केही सिनियर साथीहरू जानु होला। कङ्ग्रेसले सुझुझ गरेर एउटा चाहिँ सुहाउँदो लायक प्रतिपक्षको भूमिका त्यहाँ गर्नेछ। निश्चिन्त रहनुहोस्।